घन्टी 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 मात्र भनेर चुनाव जितिन्छ भन्ने छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसाललाई यो गम्भीर अनि आत्मसमीक्षा गर्ने प्रश्न यो हो कि गत निर्वाचनमा समानुपातिकमा 8-10 हजार भोट पाउँदा उम्मेदवारले किन 3200 भोटमा थन्कियो? यसले केही जनताले पार्टी त मन पराए तर उम्मेदवार मन पराएनन् भन्ने देखाएन र? पहिले पनि यही प्रश्नले तपाईलाई घेरेको छ। घन्टीको लहरको भरमा मात्र चुनाव जितिन्छ भन्ने भ्रमबाट मुक्त भएर हरिप्रसाद भुसालले आफ्नो व्यक्तित्व र एजेन्डामा आमूल परिवर्तन ल्याउन आवश्यक छ। तपाई स्वच्छ हुनुहुन्छ, आफ्नै पोरखमा बाँचेको मान्छे हुनुहुन्छ र पार्टी संकटमा परेको बेला पनि गाउँ गाउँमा गएर संगठन बनाउन खटिनु भएको कुरा देखिएकै छ। तर आगामी फागुन 21 गतेको लडाईँ सामान्य छैन। देशमा घन्टीको लहर चले पनि अरेहाचीमा उम्मेदवार कमजोर भयो भन्ने कथित व्यक्तिहरूमा जुन भाष्य बनेको छ, यो भाष्यलाई चिर्नु तपाईको अहिलेको मुख्य चुनौती हो। पहिलो कुरा त पार्टीको लहरको बैशाखी टेक्ने होइन, आफ्नै खुट्टामा उभिने हो। अहिले देशव्यापी रूपमा पार्टीको पक्षमा माहौल तातेको साँचो हो, देखिएकै छ। खास गरी जेनली आन्दोलनपछि पुरानालाई फाल्नै पर्छ भनेर। तर यति भन्दैमा अरूको नतात्ला भन्न सकिन्न नि, किनकि मुख्य खेलाडीहरूको खेल हेर्नै बाँकी छ। तर याद राख्नुहोस्, जनताले चुनाव चिन्हलाई मात्र होइन अनुहार हेरेर पनि भोट हाल्छन् क्या। रवि लामिछाने, बालेन शाह या अन्य नेताको किरेत छ, म त त्यत्तिकै जितिहाल्छु भन्ने भ्रम कहिले नपार्नु होला। अरेहाचीका सचेत मतदाताले सोध्छन् कि केन्द्रमा घन्टी त बज्ला, तर हाम्रो जिल्लाको विकासको घन्टी कसले बजाउँछ? यदि तपाईले आफूलाई योग्य र सक्षम प्रमाणित गर्न सक्नु भएन भने त्यो लहर तपाईको लागि चियाको कपको तुफान मात्र बन्न सक्छ। तपाईमाथि सबैभन्दा ठूलो आरोप नै सार्वजनिक रूपमा दरोसँग बोल्न नसक्ने भन्ने छ। संसद भनेको नीति निर्माण गर्ने र जनताको आवाज गुन्जाउने ठाउँ हो। यदि तपाई चुनावी आमसभामा आफ्ना मतदातालाई खत्रै तर तार्किक र व्यावहारिक भाषण दियो भन्ने गराउन सक्नु भएन भने संसद भवनमा गएर अरेहाचीको हकितका लागि कसरी टेबल ठोक्नुहुन्छ? त्यो त ड्याङ ड्याङ डुङडुङ देखाउने ठाउँ हो नि त। त्यसैले अबका दिनमा भाषण गर्दा भावनात्मक कुरामा मात्र होइन, ल्याङल्याङ पारा होइन, एक दुई वाक्यका कुरा मात्र होइन, तथ्य र तर्कसहित प्रस्तुत हुनुहोस्। तोते बोली होइन, दहाड चाहिन्छ। विपक्षीलाई गाली गरेर होइन, आफ्नो भिजन स्पष्ट राखेर बोल्नुहोस्। बोल्ने कलामा निहार ल्याउन अत्यन्तै आवश्यक छ। तपाईले पार्टी जोगाउन गाउँ गाउँ डुल्दै गर्दा जनताले सामाजिक योगदान पनि खोज्यो के? तपाई कता आगो निभाउन जानुभएको भन्ने त मैले सुने। विपक्षी उम्मेदवारहरूले समाजका लागि गरेका सानातिना काम देखाएर भोट माग्दा तपाईसँग देखाउने तपाईको योगदान भएन भने तपाई पछि पर्नुहुन्छ। म भ्रष्ट छैन भन्नु मात्र अबको योग्यता होइन, तपाईले समाजमा दिएको सामाजिक योगदान के छन्? धेरै जनताहरू यसमा अनभिज्ञ भए, कृपया यसलाई प्रष्ट पारिदिनु होला त। छैनन् भने अहिले नै जनताको घर दैलोमा गएर उनीहरूको समस्यालाई आफ्नो समस्या ठानेर अपनत्व लिनुहोस्। तपाईले भ्रष्टाचार गर्नुभएको छ भनेर भन्ने अवस्था छैन, किनकि तपाई पदमा पुग्नु भएको छैन। यो तपाईको सकारात्मक पक्ष हो, तर यो नै जितको आधार त होइन नि। पार्टी फेर्दै फेर्दै अहिले राष्ट्रपतिमा हुनुहुन्छ, पत्रकारिता पनि गर्नुभएको भन्छन्। आफू क्लिन छु भनेर मात्र नबस्नुहोस्, आफू क्यापेबल पनि छु भनेर प्रमाणित गर्नुहोस्। आफ्नो पेसा व्यवसायमा जसरी सफलता पाउनु भएको देखिएको छ, त्यही व्यवस्थापकीय क्षमता म्यानेजरियल स्किल भन्छ के राजनीतिमा कसरी प्रयोग गर्नुहुन्छ त्यो जनताले बुझाउनुहोस्। केन्द्रको घोषणापत्र आउन बाँकी होला, तर अरेहाचीको घोषणापत्र तपाईको दिमागमा हुनुपर्छ। राष्ट्रिय मुद्दाले मात्र अरेहाचीको चुनाव जितिदैन। यहाँको सडक, खानेपानी, शिक्षा, जंगली जनावर, बाढी पहिरो र रोजगारीको मोडल बताउनु पर्यो घर दैलोमा जाँदा। त्यो गाडी गुटुटुटुटुटुटु पारेर माइकिङ गर्दै हिँडेर र चौरमा रासोपाका मान्छेहरू बोलाएर मात्र चुनाव प्रचार प्रसार हुँदैन। यो मैले मालराइन 9 मा देखेर भनेको। जनता भेट्न उसको घरमा पुग्नु पर्छ के? सबैको घरमा पुग्न सम्भव छैन, त्यो मैले मान्छु, तर एउटा गाउँको 5-7 घर या टोलमा पुग्न त सम्भव छ नि। अनि कुरो छरछिमेकमा गर्दा गर्दै गाउँमा त फैलिहाल्छ। अन्त्यमा विपक्षीको आलोचना गरेर समय खेर नफाल्नु होला। अरेहाचीका लागि 5 वर्ष स्पष्ट खाका रोडम्याप लिएर जनतामा जानुस्। हाम्रो पार्टीले यसो गर्छ नभन्नुस्, म अरेहाचीको लागि यो गर्छु भनेर ठोकुवा गर्दै हिँड्नुस्। अरेहाचीले एउटा डमी उम्मेदवार होइन, एउटा भिजनरी लिडर खोजेको छ। यदि तपाई पार्टीको लहरको छारीमा मात्र बस्नुभयो भने नतिजा सोचे जस्तो नहुन सक्छ। तसर्थ आजैबाट आक्रामक, स्पष्ट र जनमुखी भएर मैदानमा उत्रिनुहोस्। जनता परिवर्तन चाहन्छन्, तर त्यो परिवर्तनको सम्भाग सक्षम छ भन्ने विश्वास दिलाउने जिम्मा अब तपाईको हो। आजलाई यति नै। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला।
मबाट पनि केही गल्ती कमजोरीहरू भएका हुन सक्छन्, भए भन्नुहोला, आगामी दिनमा सुधारौँला। धन्यवाद अनि उम्मेदवारलाई हार्दिक शुभकामना।